सम्पूर्णमा नमस्कार। म रोशन भुजेल हो, फाउन्डेसन नेपालको तर्फबाट। आज तपाईहरु माझ एउटा सन्देश लिएर आएको छु। आफू सँगसँगै अरूलाई सुधारको बाटोमा हिँडाउनु र उपचार पश्चात पूर्ण प्रयोग गर्नु भनेको हारिसकेको लडाई लड्नु हो भन्ने नारालाई आत्मसात गर्दै एउटा सन्देशमूलक भिडियो लिएर उपस्थित भएको छु। कृपया भिडियो पुरा सुनिदिनु होला, मन परे शेयर गरिदिनु होला, किनकि तपाईको एउटा सानो शेयरले कसैको अमूल्य जीवन बदलिन सक्छ। आज हामी यसै विषयमा चर्चा गर्नेछौँ। मुख्य कुरामा प्रवेश गर्नुभन्दा अगाडि एउटा सत्यतालाई स्वीकार गरौँ। यो हो जिल्ला प्रहरी कार्यालय चितवनको प्रगति विवरण, जुन स्क्रिनमा देख्न सक्नुहुन्छ। लागु औषध सम्बन्धी मुद्दा दर्ता र पक्राउको अवस्था हेर्दा जेठ महिनामा 33वटा मुद्दा दर्ता भई 54 जना पक्राउ परेका छन् भने यसअघि चैत महिनामा 36वटा मुद्दा दर्ता भई 72 जना पक्राउ परेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनको तथ्याङ्कलाई हेर्ने हो भने लागु औषध सम्बन्धी मुद्दा र पक्राउ पर्नेमा सबैभन्दा बढी देखिन्छ। यो त केवल एउटा जिल्लाको प्रतिनिधिमूलक चित्र मात्रै हो। छिमेकी जिल्लाहरूको अवस्था पनि यो भन्दा फरक छैन। झन खुला सिमाना भएका पछाडिका र सीमावर्ती जिल्लाहरूमा त यस्ता घटनाका गम्भीर अवस्था र परिणाम त कति छ कति। दैनिक जस्तो भइरहने अवैध ओसार प्रसारले समग्र सुरक्षा व्यवस्था र युवा पुस्ता माथि नै प्रश्न चिन्ह उभाइदिएको छ। नार्कोटिक कन्ट्रोल ब्युरो नेपालको फेसबुक फिडलाई हेर्ने हो भने दिनौं जस्तो लागु औषध समातिएका समाचार आइरहेका हुन्छन्। लागु औषध नियन्त्रण शाखाको पोस्टको स्क्रिनशटलाई देखाउने छु, जसमा लेखिएको छ कि अवस्था डरलाग्दो छ, जसमा लागु औषध नियन्त्रण शाखा आफैले पनि भनिरहेको छ नेपालमा लागु औषध केसमा पक्राउ परेका व्यक्ति र बरामद भएका लागु औषधको यो अवस्था साँच्चै डरलाग्दो छ। नेपाल राजपत्रको आधिकारिक दस्तावेजलाई स्क्रिनमा हेर्नुहोस्। ट्रामाडोल र टेपेन्डाडोल जस्ता औषधिहरू समेत नेपाल राजपत्रमा लागु औषध अर्थात् प्रतिबन्धित औषधिको रूपमा तोक्ने निर्णय गरिएको थियो। विक्रम सम्वत 2082 साल असार 12 गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ट्रामाडोल र टेपेन्डाडोल जस्ता औषधीय तत्त्वहरूलाई प्रतिबन्धित औषधिको सूचीमा राखिसकेको छ। तर कानुनी प्रतिबन्धपछि भुइँतहमा यसको अवैध धन्दा रोकियो त? जवाफ हो, बिल्कुलै छैन। यसको प्रत्यक्ष प्रमाण हो भर्खरै 2083 साल असार 28 गते काठमाडौँमा भएको यो ठूलो कारबाही, जहाँ प्रहरीले 72,900 क्याप्सुल ट्रामाडोल सहित 2 जनालाई पक्राउ गर्यो। कानुनी प्रतिबन्धका बावजुद यति ठूलो परिणाममा लागु औषध भेटिनुले के स्पष्ट पार्छ भने समाजमा यसको अवैध माग र कालोबजारी अझै पनि उत्तिकै भयानक छ। हामी कता जाँदैछौँ? युवा पुस्ता नै सकाउने यो डरलाग्दो दृश्य, म त भन्छु यो मौन आक्रमण हो। सोच्नुहोस् त, यो परिणामले कति हजारौं युवाहरूको जिन्दगी एकै झड्कामा बर्बाद बनाउन सक्थ्यो। नेपालमा प्रतिबन्धित औषधिको कालोबजारी गर्नेहरूको लागि यो लाखौं कमाउने धन्दा बनिरहेको छ। यो तितो सत्यतालाई सबैले स्वीकार्न जरुरत छ। हाम्रो युवा पुस्तालाई लागु औषधको दलदलबाट जोगाउन लडिरहेको नार्कोटिक कन्ट्रोल ब्युरो नेपालको फलोअर्स कति छन्? मात्र 9,000। लागु औषध नियन्त्रण शाखाको फेसबुकमा 500 फ्रेन्ड मात्रै छन्। किन यस्तो? फलोअर संख्या मात्र होइन, उनीहरूले पोस्ट गर्ने महत्त्वपूर्ण जनचेतनामूलक पोस्टहरूमा 10-15 वटा लाइक, 2-3 वटा कमेन्ट र शेयर त औंलामा गर्न सकिने मात्रै हुन्छन्। समाज बर्बाद पारिरहेको यति ठूलो विषयमा काम गर्ने आधिकारिक निकायका सूचनाहरूमा आखिर किन यति धेरै उदासीनता? चेतना जगाउने यस्ता पोस्टहरूमा न जनताको चासो छ, न युवाहरूको सहभागिता नै। आखिर समाज परिवर्तनका अभियानमा हामी कहाँ चुकिरहेका छौँ? हामी सोच्छौँ मोबाइल हामीले चलाइरहेका छौँ, तर वास्तविकता के हो भने मोबाइलको पर्दा पछाडिको लुकेको एल्गोरिदमले हाम्रो दिमागलाई चलाइरहेको छ। यसले हाम्रो ध्यानलाई क्षणभरको मनोरञ्जन र सस्तो लतमा फसाइदिन्छ, जहाँबाट निस्कन सहज छैन। सामाजिक सञ्जालको एल्गोरिदमलाई तपाईको समाज सुरक्षित भयो भएन भन्ने कुरामा कुनै मतलब छैन। न त उसलाई हाम्रो छोराछोरीको भविष्यको नै चिन्ता छ, उसलाई त केवल तपाईको ध्यान र मोबाइलको स्क्रिन बिताउने अमूल्य समय कब्जा गरेर आफ्नो व्यापार चलाउनु छ। त्यसैले समाजलाई सचेत बनाउने यस्ता गम्भीर मुद्दाहरूलाई एल्गोरिदमले सधैँ ओझेलमा पारिदिन्छ। तर दोष एल्गोरिदमको मात्र होइन, हाम्रो पनि हो।
हामी कस्तो समाज निर्माण गर्दैछौँ जहाँ एउटा भाइरल रमाइलो पोस्ट सेयर गर्न हाम्रो हात हतारिन्छ, तर कसैको जीवन बचाउने र सचेतना फैलाउने सत्य कुरालाई हामी हेर्दा पनि नहेरिकन स्क्रोल गरिदिन्छौँ। सोच्ने बेला आएको छ, समाजमा लागु अशुभको यति ठुलो महामारी फैलिँदा पनि सचेतनाका यी महत्त्वपूर्ण कुराहरू हाम्रो ध्यानमा किन पुगिरहेको छैन, किन बुझिरहेका छैनौँ? यो कुरा बुझ्न मेडिकल इतिहासका पुराना दस्तावेज पल्टाउनै पर्छ। सन् 1700 दशकदेखि यो बहस सुरु भयो र सन् 1956 अमेरिकन मेडिकल एसोसिएसन तथा सन् 1964 WHO ले पूर्ण प्रमाणित गरे कि लत एउटा रोग हो। सन् 1700 र 1800 को दशकमा लतलाई पाप, इच्छा शक्तिको कमी र नैतिक कमजोरीको रूपमा हेरिन्छ। इतिहासलाई पछाडि फर्केर हेर्ने हो भने सन् 1784 डाक्टर बेन्जामिन रसले एउटा प्रसिद्ध पुस्तक अनुसन्धान प्रकाशित गरेका थिए, एन इन्क्वायरी इन्टु द इफेक्ट अफ आर्डेन्ट स्पिरिट अपन द ह्युमन बडी एन्ड माइन्ड। यस अध्ययनमा उहाँले लत वा मद्यपानलाई केवल एउटा नैतिक कमजोरी मात्र नभई यो एक शारीरिक र मानसिक रोग हो भनेर स्पष्ट पार्नु भएको थियो। उहाँको अनुसार लत भनेको इच्छा शक्तिको रोग अर्थात् डिजिज अफ विल हो। तर विडम्बना, त्यति बेला रूढिवादी समाज र चिकित्सा क्षेत्रमा डाक्टर रसको यो क्रान्तिकारी विचारलाई आधिकारिक मान्यता दिन अस्वीकार गर्यो। वैज्ञानिक सत्यलाई स्वार्थ र चेतनाको कमीले गर्दा झन्डै 1.5 वर्षसम्म यो सत्यलाई व्यवस्था गरियो, तर विज्ञानलाई कति दिन दबाउन सकिन्छ र? अन्ततः सन् 1930 को दशकमा आएर अमेरिकी चिकित्सा विज्ञानमा एउटा ठूलो हलचल पैदा भयो। लतलाई केवल नैतिक कमजोरी भनेर मात्र पुग्दैन भन्ने कुरा बढ्यो। उनीहरूले ठूला ठूला अनुसन्धान र वैज्ञानिक प्रमाणहरू मार्फत प्रमाणित गर्न थाले कि यो मान्छेको नियन्त्रण भन्दा बाहिरको रोग हो। यो एउटा वास्तविक स्वास्थ्य समस्या हो र मेडिकल डिजिजको रूपमा व्याख्या गर्यो। को सुरुवात सन् 1935 जुन 10 का दिन एक्रोन ओहायोमा भएको हो। यसका संस्थापकहरू न्युयोर्कका स्टक पोकर बब विल्सन र शल्य चिकित्सक डाक्टर बब स्मिथ थिए। यसले रक्सीकार लतलाई मन, भावना र शरीरको एक संयुक्त रोग हो भनी कडा बिरामीको रूपमा व्याख्या गर्यो। उनीहरूले यसलाई नैतिक अपराध नभई उपचार र आपसी सहयोग चाहिने एउटा स्वास्थ्य समस्याको रूपमा स्थापित गरे। अमेरिकन मेडिकल एसोसिएसनले अल्कोहोलिजमलाई आधिकारिक रूपमा एउटा मेडिकल डिजिजको रूपमा घोषणा गर्यो, जसमा सबै लक्षणहरू थिए, जस्तै क्रमशः बढ्दै जाने, निश्चित लक्षणहरू देखिने र उपचार नगरेमा ज्यान समेत जाने। सन् 1957 WHO को एक्सपर्ट कमिटी अन एडिक्सन प्रोड्युसिङ ड्रग समितिले लागु पदार्थ निर्भरतालाई एक स्वास्थ्य समस्याको रूपमा व्याख्या गर्यो। सन् 1960 चिकित्सा जगतले एउटा अझ ठूलो र गम्भीर चुनौतीको सामना गर्नु पर्यो। त्यो थियो ओपियोइड्स, हिरोइन र अन्य कडा लागु पदार्थको दुरुपयोग। यो दुरुपयोगलाई पनि रोगको रूपमा हेर्न थालियो र WHO ले पनि मान्यता दियो। सन् 1964 WHO ले लागु पदार्थ र अल्कोहोलिजमलाई मेडिकल समस्याको रूपमा स्वीकार गर्यो। 1987 अमेरिकन मेडिकल एसोसिएसनले आफ्नो परिभाषालाई अझ फराकिलो बनाउँदै मदिरा मात्र होइन, सुर्तीजन्य पदार्थ, निकोटिन र अन्य जुनसुकै प्रकारका लागु पदार्थको लत पनि मस्तिष्ककै रोग हो, जसमा अमेरिकन मेडिकल एसोसिएसन, अमेरिकन सोसाइटी अफ एडिक्सन मेडिसिन, नेशनल इन्स्टिट्युसन अन ड्रग एब्युज जस्ता प्रमुख संस्थाहरूको ठूलो योगदान छ। 20औं शताब्दीको अन्त्य र 21औं शताब्दीको सुरुवातसँगै एमआरआई र पेट स्क्यान जस्ता प्रविधिहरू आए। तब डाक्टरले मस्तिष्कको भित्र प्रत्यक्ष देख्न पाए। यस्ता लागु पदार्थले मस्तिष्कको डोपामाइन पाथवे र रिवार्ड सिस्टमलाई कसरी स्थायी रूपमा बिगार्छ भन्ने कुरा ऐना जस्तै छर्लङ्ग भयो। वैज्ञानिक तथ्य र इतिहास त हामीले हेर्यौं, अब पालो हाम्रो दृष्टिकोण र व्यवहार बदल्ने हो। आजको डिजिटल युगमा हामीले चलाउने मोबाइलको एल्गोरिदमले हाम्रा भावना र लतलाई कता न कता नियन्त्रण गरिरहेको छ। तर यदि हामीले यसको प्रयोग सकारात्मक कुराहरूमा फैलाउन, सचेतना जोगाउन र सत्य तथ्य बुझ्न गर्यौं भने
यही एल्गोरिदम समाज बदल्ने एउटा ठूलो हतियार बन्न सक्छ। एउटा व्यक्तिको पतनले परिवार भत्किन्छ, परिवार भत्किँदा समाज बिग्रिन्छ र समाज बिग्रेपछि राष्ट्र र यो सिङ्गो विश्व नै प्रभावित हुन्छ। लतको यो चक्र यति भयानक छ। यही भयानक चक्रबाट समाज र हाम्रा युवा पुस्तालाई जोगाउन अहोरात्र खटिने नेपाल प्रहरी, जिल्ला प्रहरी कार्यालयहरू, लागु औषध नियन्त्रण ब्युरो नेपाल र लागु औषध नियन्त्रण शाखा जस्ता निकायहरूको भूमिका अतुलनीय छ। उहाँहरूले दिनरात गरेको कारबाही र कानुनी सक्रियताले नै आज हजारौं भविष्य सुरक्षित भइरहेको छ। कानुनी रूपमा राज्यका यी निकायहरूले आफ्नो कर्तव्य निभाइरहँदा अर्कोतर्फ हामीहरू जस्ता संस्थाहरूले पनि उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन्। हो फाउन्डेसन नेपालभित्र बसेर नयाँ जीवन खोजी गरिरहेका हाम्रा साथीभाइहरू कोही पनि पापी वा अपराधी होइनन्। विज्ञान र चिकित्सा क्षेत्रले प्रमाणित गरे जस्तै उनीहरू त मस्तिष्कको जटिल रोगसँग लडिरहेका डिजिज होल्डर अर्थात् बिरामी हुन्। उनीहरूलाई कानुनको डर र घृणा होइन, उपचार, पुनर्स्थापना र सहानुभूति चाहिएको छ। जेल जीवन, पारिवारिक पतन र कुनै पनि ठूलो अप्रिय घटना हुनुभन्दा अगाडि हामी सचेत बनौं। कुनै पनि ठूलो क्षति हुनु अगाडि नै यसको पहिचान र उपचार गर्न सकियो भने मानिसको जीवन पक्कै बचाउन सकिन्छ। अन्त्यमा व्यक्ति, समाज र राष्ट्रका जिम्मेवार नागरिक जुनसुकै ठाउँमा हुनुहुन्छ, तपाईहरू सबैलाई मेरो एउटा सानो प्रश्न, यदि तपाईका आफन्तहरूमा क्यान्सर, मुटु वा मृगौला रोग लाग्दा हामी उपचारका लागि दौडिन्छौँ र सहानुभूति दिन्छौँ भने विज्ञानले नै मस्तिष्कको रोग हो भनी प्रमाणित गरिसकेको रोग लाग्दा चाहिँ घृणा, बहिष्कार र सजायको दृष्टिकोणले मात्र किन हेर्छौँ? सोचौँ है, दृष्टिकोण बदलौँ, जीवन आफै बदलिनेछ। म रोशन भुजेल, फाउन्डेसन नेपालबाट, धन्यवाद।